हेलो गाइज, फेरि आज पनि तपाईहरुको साथमा म आइसके। यहाँ फिशिङ भइरहेछ। यहाँ बोटहरु रहेछ यार। म अहिले पेट्रोलिङ हिँड्दैछु गाइज। अर्डर आयो। €5 को हाम्रो लिएर जाने। ल गाइज, हामी यो अर्डर लिन जान्छौं है त। यतातिर चाहिँ भित्तामा घर छ। पुरै पहिला पानी भित्र रहेछ कि यो सबै। सब यो ढुङ्गाहरु पानीले खाइसक्यो यार यहाँको यार। त्यही नि के भन्ने। यतातिर त लास्ट हावा चल्छ यार। OMG। त्यो गाडीलाई भेट्टाइदिम भनेको भेट्टाउन सकिन्न क्या हो। अर्डर रेडी भएन, अब एकछिन कुर्न पर्ने हुन्छ हामीले। होइन यार, बोलेकै छैन। त्यस्तै हिँड्दिन लाग्यो यार। यता फेरि लास्ट धेरै चर्च हुन्छ कि, जहाँ गयो त्यही चर्च हुन्छ कि फेरि।
स्टाइल दिइरहा। एघार मिनट लाग्छ भन्छ त डेस्टिनेसनमा पुग्न त। हामी रफ्तार जान पर्ने हुन्छ। यो चाहिँ कति स्लो हिँडेको। मारुति सुजुकी। वे डर लाउँछ यार यिनीहरूले चलाएको देखेर यार। पछाडिको पाङ्ग्राले त यहीँ भित्तै छोइदेला झैँ गरेर चलाइदिन्छन् यार। थैट यिनीहरू त भेरी डेन्जरस ड्राइभर हुन्छन्। बुढोले मलाई बाटो दिनलाई यता कुना कुनामा च्यापेको होला के अरे। कहाँ अब यस्तो कर्नरिङमा अब मैले ओभरटेक हान्ने त नि बुढोलाई यार। अब चल्दिनु पऱ्यो, अलिकति सिधा आएपछि ओभरटेक हानिदिउँ भनेको यार। ऊ दिइराख के बुढोले मलाई, जा जा चान्स दिइराख। तर म आफै चान्स गुमाइराखु। तर अब यत्रो आइराख हुन्न, रिक्स लिने होइन के। यी बुढोले अझै चान्स दिइराख। मैले थाहा पाइराखु नि। अब चान्स मिस गर्ने होइन के। हामी डेस्टिनेसनमा चाँडो पुग्न पर्ने हुन्छ। यो बस त के हो, डल्फिन जस्तो छ त। अझै 7 मिनट देखाइरहेको छ यार। ऊ फेरि एउटाले खत्रै तरिकाले हाल्दैछ गाडी। कालो धुवा उडाउँदै यतातिरको रुल्स भनेको चाहिँ अगाडि पछाडि दुईजनाले नै हेलमेट लाउनु पर्ने हुन्छ। साथीहरू ऊ गफ हान्दै हिँडिरहन्। के गफ हाने खान होला है। जेसुकै गफ हानुहोस्, हामीलाई मतलब भन, हामी आफ्नो काम गर्ने हो। कस्तो यार, अगाडि जानै नपाएको यार। यो अगाडिको BMW ले चाहिँ खतरा बाटो खोजिदिँदो रहेछ कि मैले थाहा पाएँ क्या। यसको पछि पछि हिँड्यो भने चाहिँ ढुक्क चाँडै पुगिन्छ जस्तो लाग्यो मलाई।
अब यसको त कच्चाकै भएछ नि त साइडबाट। ए धेरै कुदाउने भएर मैले थाहा पाएँ। थैट अलि होस गरेर चलाउनु पर्छ यार, यसको पछाडि हिँड्नुहुन्न। फाइनल्ली डेस्टिनेसनमा आइपुग्यो साथीहरू। के लेख घरको नाम यही होला। यही रहेछ। कहाँ पार्किङ गर्ने हो त नि, यहाँ पार्किङ गर्नु पर्ला एकैछिन। गाइज मैले यो भर्खरको अर्डर लिएर आएको थिएँ नि मैले, यो चाहिँ मैले अब डेलिभरी गर्दैछु क्या। तपाईँहरूलाई के लाग्छ, अब अर्डर आउँछ कि आउँदैन होला यो डेलिभरी गरेपछि कमेन्ट गर्नुहोस् है। मलाई चाहिँ के लाग्छ भन्दाखेरि यो डेलिभरी गर्ने बित्तिकै अर्डर आउँछ कि अर्को। मलाई ढुक्क के कन्फिडेन्ट छ क्या। ल हेर्नु है त, 1 2 3 गो। भनेको होइन त नि। ल अब यसलाई उठाएर अनि यहाँ छोड्न जाऊँ है त। यहाँबाट पिकअप गरेर यहाँ ड्रप गर्न जाऊँ। फेरि यहाँ ड्रप गर्नलाई यस्तरी घुमेर जानुपर्छ क्या। लास्ट लौडा खायो बाटो, त्यही जान्छु म। कति 1.1 किलोमिटर देखाएको छ त यहाँबाट त। बुढो बाजे यहाँ बाटो काट्न लाउनु भयो रहेछ। यसो दिउँ न, खुसी हुनुभयो। टाउको हल्लाउँदै थ्याङ्क यू भन्दै जानुभयो। मलाई थाहा के, मैले मनको कुरा बुझिदिन्छु। यहाँबाट अर्डर उठाउनु पर्ने हो साथीहरू। द स्टिम हाउस। Hello. 536. 536. Thank you. Bye. I'm pick up गरौँ यहाँबाट। .2 किलोमिटर। कोही आए कि आएन यताउति हेर्नु पर्यो पहिला। रफ्तार आइरहेको।
यो मान्छेले अर्डर गरेको रहेछ यार। या थ्याङ्क यू। ल गेस गरौँ साथीहरू, अब अर्डर दिन्छ कि दिन्न। मलाई चाहिँ दिन्छ जस्तो लाग्छ के। सिट दिएन यार, अहिले यार धोका हानिदियो। स्क्याम हान्ने उज्जवललाई, स्क्याम हान्ने।